जानुपर्ने उता खुस्रुङ सन्जय भ्याउनु कि नभ्याउनु मैले भनिरहेको छु भन्नु त। नमस्कार है। नमस्कार। यहाँ तल एकजना बिमारी थियो कि त्यहाँ के गरी माग्नु बोलाएर हौ झर्दै गरेको। ठिकै हुनुहुन्छ? अच्छा यसो हेरिदिनु नि हो अलिक बिसन्चो हुन्छ नि हेरिदिउँला नि के छ हुन्छ यहाँ बस्नु नि। मलाई नि हेरिदिनु नि यसो जोखनाहरू हेरिदिनु के भएको छ र चाहिँ हेर्नु हौ जोखाना के बिमार भएको बिसन्चो रात सपना राम्रो देख्दैन त्यहाँबाट पात्र हेर्नुपर्छ। सुकम पात्र दिदी अच्छा हजुर अहिले महिना वैशाख यता लानु पर्यो वैशाखमा हो। नाम चाहिँ सन्त कुमार परेपछि यो पालि त अलिक नोक्सानी पो देख्छु त। अलिक ग्रहले निकै चेपेको जस्तो छ। म फेरि टाढो जानु छ कि भरे फर्किनु ढिलो हुन्छ होला त्यही भएर। नमस्कार है सबैजनालाई। यहाँ दाजुको जोखाना सोखाना पो हेरेर बसिरहेको छु। तल बिमारी हेर्नु गएको थिएँ। म पनि तल कान्छालाई हेरेर आएको। ए कतिको साह्रै हो? तल अलिक सन्चो हुँदैछ। उतै जानु भएको होला तपाईँ? हजुर त्यहाँ फोन गरेर बोलाइ गरे होइन झर्दै तल गरेको। ठिकै छ। तल अलिक सन्चो भएको रहेछ कि अलिक मेरो बिसन्चो छु कि। अब पात्रोमा हेरौँ कि हातमै हेरिदिउँ? तपाईँले कस्तो हेर्नुहुन्छ त्यस्तो प्रकारले हेरिदिनुहोस् न। त्यसो भए म हातमै हेरिदिन्छु ल तिम्रो। ल हेरिदिनुहोस् न। ओहो भाइ कति वर्ष पुग्नु भयो हौ? म त अहिले 30 पुग्नु लाग्यो। दशा ग्रहहरू पो देख्छ त हौ भाइ। दशा ग्रहहरू पो देख्छ त हौ भाइलाई त। टाढो यात्रा नगर्नु होला। अलिक निकै साह्रो सिकिस्त हुने अलिक कसो दुर्घटना पो हुन्छ कि भन्ने सुर्ता पो भयो। यस्तै देख्छ हौ भाइ। अनि यो के भन्छ हौ यो साइलाले? यसलाई त म यसले चाहिँ ठिक पार्छ होला हौ। के भन्छ हौ? अहिलेको राम्रो हेरिदिउँ न हौ। होइन हौ त्यो अहिले फेरि हेरौँ न हौ राम्रोसँगले। ओहो खै एकताल फेरि हेरौँ। होइन अन्त हेर्ने र खै अलिकति हेरौँ फेरि। खै के ग्रहहरू त फर्केला पो हुँदैछ। होला हौ अलिक जाप गर्दा त। होइन अघि त फेरि निकै साह्रो भन्दैछ त अन्त। होइन अलिक गम्भीरै थियो कि यसो छेकथुन गर्दा हुन्छ। हुन्छ त्यसो भने म हुन्छ मङ्गलबार पारेर आउनु नि मङ्गलबार है। अहिले चाहिँ अब म पनि बिजी छु। के गरौँ त त्यसो भने म मङ्गलबार आउँछु है त ल। ए